Hey, good morning, my lovely people. This is my second day in Kathmandu. अनि आजको दिनको सुरुवात हुन्छ मेरो बिहानको 9:30 बजे किनभने म अहिले उठेँ हैन फ्रेस भयो अनि अहिले खाना पाक्दैछ उता चाहिँ अनि त्यसपछि हामी खानासाना खाएर अनि हिँड्छु आफ्नो लाइफको जर्नीको सुरुवातको लागि यहीबाट मेरो लाइफको सुरुवात हुन्छ अब हेरौँ के कसो हुन्छ अनि कोसाको मतिहरुलाई भेटाउँदै छु एकछिन वेट गर्नु होला अहिले खाना पाकिसकेछ अनि आई इन्ट्रोड्युस समवन He is my मामु अनि आज चाहिँ म उहाँको रुममा नै बसिरहेको छु हैन अनि मामुले खानासाना पकाइसक्नु भएको छ अब दुई जना खाएर अनि हिँड्छौँ हाम्रो गोलको तर्फ बाइ बाइ अनि खानामा छ दाल भात के भन्छ भुजिया अनि रातिको मासु अनि बैगनको भर्ता हाई गाइस हामीहरु अहिले घरबाट निस्केर हैन अनि अहिले छु म जरी हसमत पगली प्यार हो जाएगा बुटी चोकमा अनि यो त्यसको भ्यू अनि हामीहरुलाई जानु छ कहाँ बौद्ध भने त्यहाँबाट पनि अलिकति पर हैन फाइका चौक भन्ने छ त्यहाँ जानु पर्छ अनि यो हो जरीबुटी हैन अब यताबाट हामीहरुले गाडी समात्छौं अनि हेरौँ कस्तो छ के यताको माहौल पुरै रङ्गी गाडीले भरिएको पुरै गाडी चलिरहेछ हैन गाडी समात्नु पनि कति गाह्रो के उता गएको थिएँ हैन समात्नलाई उता ट्राफिक बसिरहेको थियो यतिको भिड के गाडी समात्न नपाउने अनि त्यसपछि हामीलाई आउनु पर्यो क्या यता बस स्ट्यान्ड अब यताबाट गाडी समातेर हामीहरु जान्छौँ उतातिर हैन त पशुपतिनाथ हैन उता चाहिँ पशुपतिनाथ आज जान सकेको छैन तर अर्को दिन जाने हो अहिले हामीहरु झरिसकेको चापा हिलमा हैन यो यही हो के चापा हिल अब यताबाट हामीहरु गोपी कृष्ण हल भन्ने ठाउँमा अनि त्यहाँबाट हामीहरु जान्छौँ खाइका चौक हैन अनि यही हो भ्यू खतरा रहेछ यार काठमाडौँको भ्यूहरु त यताको फाइनली हामीहरु खाइका चौक आइपुगिसकेका छौँ हैन यो छ उसको भ्यू हैन अब यताबाट हामीहरु जान्छौँ यतातिर हैन यतै हो चल अब हेरौँ कहाँ छ हाम्रो लोकेसन कस्तो ठाउँमा हो के कहाँ जानुपर्छ हामीहरुलाई बाटो थाहै छैन म्यामलाई कल गरेको थियो अनि भन्नु आऊ यतातिर अनि हेनिरहेको थियो के गाडी हो ए फाइनली हामी दुई जना हराइसकेछौँ अनि ब्याबली त आउँदै हुनुहुन्छ हामीहरुलाई भन्नु त्यही चोकमा आउनको लागि हैन कस्तो पनि छ यार मान्छेहरुले कुन बाटो देखाइदिन्छ अनि यस्तो हामीहरु बिच बाटो माल पत्र पर्छ के फेरि हामी दुई जना त्यही चोकमा आइपुगिसकेछौँ अनि खै म्यामले भन्दै थियो लिन आउँदैछु अनि खै कुन बाटोबाट आउँछ थाहै छैन अहिले एकछिन वेट गर्छु नि यति देर वेट गर्दाखेरि हाम्रो म्याम पनि आइपुग्नु भएको छ उहाँ चाहिँ अनि सर्छ आइरहेको टाइम लाग्यो हैन धेरै तर म्याम आइपुग्नु भएको छ यो भित्र रहेको छ आई थिंक स्टुडियो माथि छ होला लुक एट द भ्यू कति माथि हो के फाइनली we are coming to studio
यता होस्टल खोज्न आएको छु होइन बस्नुको लागि हामीहरू। अब हेरौँ यो चाहिँ आई थिङ्क रिसेप्सन हो। अब कस्तो छ होस्टल होइन हेर्नुपर्छ बस्नुको लागि होस्टल त चाहियो होइन। यता अझै साथीहरू बस्छ होइन होस्टलमा। फाइनल्ली हाम्रो एडमिसनको काम पनि सक्यो होइन होस्टलमा एडमिसन पनि लिइसक्यो। अब जाँदैछु होइन सामान सार्नको लागि। अब सामान यता लिएर आउँछु अनि आजदेखि नै होस्टलमा सिफ्ट हुने हो। अनि भोलिदेखि चाहिँ मेरो क्लास होइन। अब हेरौँ कति चाहियो 40 फाइनली सुज पनि किन्यो होइन। अब भोलिदेखि प्र्याक्टिस हुन्छ खतरनाक होला। त्यो चाहिँ सुज